नमस्ते सबैलाई। जाडो महिना सक्नु लागेको छ र सकिनु अगाडि मिठो थुक्पा बनाएर खाने होइन त। आज हामी बनाउँदैछौँ चिकन थुक्पा। फर्स्टमा हामीले पानी तताएर नुन 1 चम्चा हालिदिए। पानी तातेपछि नुडल्स हालेर तेल थोरै हालेर 7-8 मिनट पाक्न छोडे। पाकेको नुडल्सलाई स्ट्रेनरमा निकालेर चिसो पानीले भिजाएर एकछिन छोडिदिए र आलुलाई बोइल गर्दै भेजिसहरू काट्न थाले। हरियो खुर्सानी, सिमी, क्याप्सिकम, गाजर, प्याज, लसुन, बन्दा, गोलभेडा, चिकन त चाहिहाल्यो चिकन थुक्पामा र काटिसकेपछि भाँडामा तेल हालेर लसुन फ्राई गर्दै चिकन फ्राई गर्न थाले। चिकन फ्राई गर्दै गर्दा गेडागुडीहरू नि थोरै फ्राई हुन छोडे। चिकन हाफ कुक भएपछि हामीले अघि काटेको सबै भेजिसहरू राख्न थाले, जसमा अहिलेको लागि प्याज, हरियो खुर्सानी, गाजर, सिमी, क्याप्सिकम राखेर चलाए। हजुरहरूलाई क्याप्सिकमलाई नेपालीमा के भन्छ थाहा भए कमेन्ट गरिदिनु होला। केही समयपछि बन्दानी हाल्दै र गोलभेडा हाल्दै भेजिसलाई पाक्न छोडे। एकछिन पाकेपछि मरमसला हाल्न सुरु गरे, जसमा नुन स्वाद अनुसार, जिराको धुलो, धनियाँको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, गरम मसला र थोरै टेस्टिङ पाउडर हालेर चलाए र एकछिन पाक्न छोडे। एकछिन पछि थुक्पाको सुपको लागि तातो पानी मजाले हाले र पानीलाई बाक्लो गर्न कर्नफ्लोर र पानी मिक्स गर्दै सुपमा मिक्स गरिदिए। अन्तिमको लागि लेमन जुस र सोया सस थोरै राखेर मजाले बोइल हुन दिए र टपिङको लागि धनियाँ र हरियो प्याज काटेर रेडी राखे। सर्भ गर्न अघि हामीले अघि बोइल गरेको आलु काटेर सुपमा राखिदिए र हाम्रो सुप भयो रेडी। बाउलमा 1 सर्भ नुडल राखे र हाम्रो रेडी भएको सुप मजाले नुडल्स कभर गर्न थाले। जाडो महिना सक्न लागेको छ र सकिने अघि यो थुक्पा एकपल्ट बनाएर खानुहोला। हजुरहरू निराश हुने छैन। टपिङमा अघि काटेको धनियाँ र हरियो प्याज राख्दै मजाले खाइयो। अरू भन्ने हुँदै गर्छ। राम्रो लाइक र सेयर गरिदिनु होला। धन्यवाद।